दिएर बताउन चाहन्छु, तपाईले हाल्ने एक भोटले तपाई मालिक बन्ने कि दास बन्ने, यस्तै अवस्थामा बाँच्ने कि अब यो भन्दा स्तरीय जीवन जिउने भनेर निर्णय चाहिँ तपाईको धन सम्पत्तिले निर्णय गर्दैन। तपाईको अध्ययनले, तपाईको डिग्री, ब्याचलर, मास्टरले चाहिँ त्यसले निर्धारण गर्दैन। तपाई यो देशमा स्तरीय जीवन जिउने कि यस्तै दयनीय जीवन जिउने भनेर निर्णय चाहिँ तपाईले निर्वाचनको दिनमा हाल्ने मतले निर्धारण गर्छ। हेर्नुहोस्, यसकारणले गर्दाखेरि तपाईहरु सबैजनाले आफूले आफूलाई स्तरीय जीवनयापन जिउने परिस्थितिमा अगाडि बढाउन चाहनुहुन्छ भने देशमा रहेका अन्य सबै राजनीतिक दललाई एकापट्टि राखेर मंगोल नेशनल अर्गनाइजेसनलाई एकापट्टि राखेर तपाईले हेर्नुपर्ने, बुझ्नुपर्ने, महसुस गर्नुपर्ने बेला आएको छ। यसकारणले निर्वाचनको बेलामा तपाईले हाल्ने मत चाहिँ कसैको बहकाउमा, कसैको प्रलोभनमा होइन, आउने भावी सन्ततिहरुको उज्जवल र सुनिश्चित भविष्यलाई बुझेर। अब अहिले हेर्नुहोस्, यो गत भदौ 23 र 24 को आन्दोलन किन भयो त भन्दाखेरि यो कसले गरायो भन्दाखेरि यो आन्दोलन त नेपालमा तत्कालीन अवस्थामा भएको सत्ता, सरकार र संसदको विरुद्धमा उठेको आन्दोलन थियो। त भने पछाडी त्यसमा हामीले पनि के बुझ्नुपर्छ भन्दा 79 सालको निर्वाचनमा तपाई हामीले नै निर्वाचित गरेर पठाइदिएको यिनीहरुकै कारणबाट देश दुर्घटनामा गयो भने अब तपाई हामीले सही मान्छेलाई निर्वाचनको क्रममा चुन्न सकेनौं भने फेरि पनि यस्तै किसिमको दुर्घटना दोहोरिन पुग्छ। यस कारणले गर्दाखेरि यसैको निमित्त भए पनि तपाई आम तेमालवासी आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई फेरि पनि म अन्त्यमा एकचोटी जोड दिएर भन्न चाहन्छु, आउँदै गरेको निर्वाचनमा तपाईको एक भोटले नै हो तपाई हामी शासक बन्ने कि शासित बन्ने, तपाईको एक भोटले नै हो तपाई हामी स्तरीय जीवन जिउने कि दयनीय जीवन जिउने भनेर निर्णय गरे तपाईको एक मतले हो। त्यो दिनको मत अहिलेको नेपालको प्रधानमन्त्री, राष्ट्रपति, यो देशको सांसद भएका मान्छेहरूले हाल्ने भोट चाहिँ ठुलो धेरै भोट हुने, तपाई हामीले हाल्ने भोट चाहिँ सानो भोट हुने होइन। हेर्नुहोस्, त्यो निर्णय के राजनैतिक निर्णय भनेको, राजनैतिक शक्ति भनेको त्यस्तो शक्ति हो जसले तपाई हामीले परिकल्पना गरेको भन्दा माथिल्लो स्तरको निर्णय गरेर त्यो कुरालाई कार्यान्वयनमा ल्याउन सक्छ। हेर्नुहोस्, यसकारणले गर्दाखेरि तपाई हामीले अब राजनीतिमा चाहिँ हामीले आफ्नो स्वामित्व ग्रहण गर्नुपर्छ। राजनीतिमा स्वामित्व लिनुपर्छ भनेको तपाई कार्यकर्ता भएर कुद्नुपर्छ, हिँड्नुपर्छ भन्ने होइन। निर्वाचनको बेलामा तपाईले सही मान्छेलाई चुनावमा निर्वाचित गर्न सक्नुभयो भने मात्रै पनि तपाई हाम्रो आउने भावी सन्ततिको भविष्य उज्जवल हुन्छ। यही निर्वाचनबाट, राजनीतिक दलहरुबाट, राजनीतिक कर्मीबाट नै हो देश विकास गर्ने, देश परिवर्तन गर्ने। यहाँनिर चाहिँ लोकप्रियतावादको आधारमा कोही एकजना व्यक्तिलाई उठाएर ल्याएको भरमा देश विकास हुने कुरा हुँदैन, किनकि उसँग राजनीतिक अनुभव हुँदैन, उसँग राजनीतिक ज्ञान हुँदैन, खारिएको अनुभव हुँदैन। यस्ता मान्छेहरुको हातमा देश पुग्यो भने तपाई हामीले अझै यो भन्दा बेसी दुःख पाउनुपर्छ। हेर्नुहोस्।